आज चाहिँ हामीसँग छ जेसिबी 205। आज यसको हेड ग्यास्केट फेर्नुपर्ने भयो। यहाँ चाहिँ बद्रीमाझी अर्को पेचकस छ नि मिस्त्रीमा छ यस्तो हाम्रो हेड मिस्त्री आज इन्डियाबाट चाहिँ मगाउनु भएको छ बिहारबाट। गर्ने अब त जे पनि भन्दिनु इन्डियाबाट बोला फोर के यस्तो त नि किन यस्तो पानी चाहिँ कहाँबाट अस्तिको धाउले पानी होला नि यो पाइप निकाल्नु है त। यो त खाने हो ल खाने हो त्यो त नजल पाइप ल यो अर्को सेट नजल पाइप बन्द गर्नु एक्जेस्टर हो यो चाहिँ। अस्ति भरि नयाँ हालेको ल फिट कभर बापरे माटो भएछ त। नयाँ इन्जिन बनाएको दुईचोटि इन्जिन बन्यो। दुईचोटि इन्जिन बन्यो 4 चोटि ग्यासकेट चेन्ज भयो तर पनि प्रब्लम सल्भ भएन। हिटको प्रब्लम अहिलेसम्म यो सल्भ भएन। हजुर हजुर अब यसलाई चाहिँ ट्याक्कसँगले आज खोलेर यसको के भएको माथिदेखिको तलसम्मको प्रब्लमलाई हेरेर अनि त्यसरी मात्रै फाइनली फेरि अनि पहिला सबैभन्दा पहिला प्रब्लम के हो त्यो थाहा पाउने हो। अब ओके यसलाई खोलेर मात्रै भएन। यसको ग्यासकेट फेल भए गऱ्यो होइन। भित्र आन्द्रा के लाउनु पर्ने भयो बन्द गर अब त्यसको यही अर्को एउटा छ कुन नम्बरमा चाहिँ छ त्यो चिनेर राख्नु एक नम्बरको एक रुपियाँ पैसा आउँदैन त्यसो भने लाउँदैन एक दुई लाइन निकाल्दै छन् चल्दैन त हाम्रो मिस्त्री साहबहरूले। चल्छ यसरी अलि है ल फाइनल्ली हेड चाहिँ च्वाट्ट गरेर ट्वाक्कै निकाल्नु भयो। के छ यति बेला उति भाँच्यो होला है अहिले मसिनो भाँच्यो ए मैले हो यति के अरे यतिमा धुने कि यसलाई यतातिर राख्नु त नि सटा मसँग छु कि भइगयो लिकेज कुन एरियामा कति सिलिन्डर लिक भएछ 1 2 3 नम्बर भएछ 4 नम्बर पनि लिक छ 5 पनि 5 पनि लिकेज छ 6 नम्बर नै लिकेज छ। माशाअल्लाह धेरै पो लिकेज भएछ ल। पानी नै छ जाट पानी छिरी भन्नु यो है त तरिका
फाइनल्ली खोलेर सकिसकेको छ। यो हेड यहाँ छ यहाँ। ठिकैले घुमा न। यसको यो साइडबाट यहाँनिर लिकेज गरेछ है। यहाँनिर यो लिकेज गरेछ। यो नै हो त अरे भयो यो पनि लिकेज गरेछ यहाँ यी। के बिगार फेरि हो त्यो निकाल्नु भएन तपाईँको कुरा उ ल ठिक छ। अब यसको मेन प्रब्लम के भेट्यौँ त हामीले? यसको मेन प्रब्लम भनेको चाहिँ हामीले यो बोल्टुमा भेट्यौँ है त। यो त त्यहीँ हाल न। यो बोल्टु लामो भयो। कस्तो ल हो जानु न पेट्रोल लिएर। यो हेडलाइट चेप्नु पर्ने राम्रोसँगले होइन, तल यहाँ ट्याक्क चेप्नु पर्ने त्यसमा होइन, त्यो भएन। अब यसलाई वासर हालेर यो बोल्टु गरेर तल ठोक्यो हेडको बोल्टुमा। यसको यो जुन ग्यापिङ छ यो चाहिँ लामो भयो। अब यसलाई यो वासर हालेर यसलाई मेन्टेन गर्ने हो हामी। ट्याक्कै यो अलिक छोटो हुन्छ, त्यहाँबाट यसलाई फुल टाइट गर्ने। मेन प्रब्लम यहाँनिर भेट्यो हामीले भेट्दाखेरि बोल्टुमा। सबैभन्दा मेन प्रब्लमै बोल्टुमा हामीले भेट्यौँ है त। यो बोल्टुलाई वासर हालेर टाइट गरेपछि ठिक हुन्छ यो। ल हानौँ त स्टार्ट ताजी स्टार्ट हानौ ल्याट हो कम्ती। फाइनली मेसिन बनाएर चाहिँ चलिरहेछ।